फेरि पनि मेरो नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ र तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा छ र म पनि एकदम सन्चै छु। अनि आज चाहिँ हामी नानीहरुलाई जुकाको दबाई खुवाउनको लागि र भिटामिन खुवाउनको लागि अलि परफुस्रे भन्ने गाउँमा लाँदै आटेको छु र म पनि खानाहरु खाइसकेर ठीक परिसकेको छु। नानी ठीक पार्दिनु हुँदैछ भाउजूले। अनि म अर्को नानीलाई पनि जाउँ भनेको थिएँ अनि नानी पनि मसँग गइन्। अनि हामी चाहिँ तल रोडमा झरिसक्यौं, अरु पनि पिछाडी हुनुहुन्छ, हामी चाहिँ अगाडि जाँदैछौं। अहिले चाहिँ घाम लागिरहेको छ अनि हामी चाहिँ रोड गयौं अनि सर्टकट बाटो पनि धेरै छन् रहेछ, तर पातलेहरु लाग्छ के लाग्छ अहिलेको समयमा नानीलाई, अनि त्यही भएर हामी चाहिँ रोड जाँदै छौं। हिजो पानी पर्यो अनि आज चाहिँ घाम लागिरहेछ ठिक्क, अनि बाटोतिर पनि पानीहरु जमिरहेको रहेछ। अनि हामी चाहिँ अहिले पुग्यौं अनि अरु पनि सबैजना आइसक्नु भएको रहेछ। अनि यहाँ चाहिँ यताउति धेरै हुँदो रहेछ अनि एकै ठाउँ सेन्टर बनाउनु भएको हो नि त, अनि त्यही भएर चाहिँ धेरै जना हुँदो रहेछ। अनि अनुसा दिदी र देमा हुँदो रहेछ जुकाको दबाई र भिटामिन खुवाउनको लागि। अनि म चाहिँ यहाँ नाम र येला पाखुरा पनि नाप्नु हुँदो रहेछ, अनि नापेर चाहिँ यहाँ अब यहाँ देमासँग चाहिँ यहाँ जाँदैछु जुकाको दबाई खुवाउनको लागि र भिटामिनको खुवाउनको लागि खुवाउन। अनि यहाँ देमाले ठिक बनाउनु हुँदैछ भिटामिन खुवाउनको लागि। अनि यहाँ अनुपमले त्यहाँ राम्ररी हेर्दैछ, यसले नमान्ला जस्तो नि गर्दैछ। यहाँ चाहिँ दबाईहरु खान चाहिँ मान्दैन, कोही बेला चाहिँ आफै खान्छ नि त, अनि समातेर खाइदिएको अनि हेर्दैछ त्यहाँ। अनि यहाँ जुकाको दबाई चाहिँ आधी खुवाइदिनु भन्दैछ देमाले मिठाई भनेर भनेछ, तर यसले मान्ला जस्तो छैन। अब यहाँ अनुपमलाई चाहिँ दबाईहरु पनि खुवाइसक्यौ। अनि यहाँ जुकाको दबाई चाहिँ उसले मुखमा हालेको छ। अनि यहाँ देमाले चाहिँ मलाई जिस्काउनु हुँदैछ, नानी बुक त साह्रै सौदो रहेछ नि पुल्लु भन्दै। अनि यहाँ अनुपम चाहिँ यताउता हेर्दै त्यहाँ मुखभित्र जुकाको दबाई हाल्दैको छु, उसलाई मन परेकै छैन होला, ऊ टोक्दैछ त्यहाँ। अनि अघि निकालेको गर्छ, उसलाई मन नपरेर जुकाको दबाई त अब बोकेर एउटा कागजमा लगेर घरमै खुवाउने। अनि यहाँ हेर्दैछ बाहिर नानीसँग हाँस्दै पो छ यो त, यहाँ अरु केटाकेटीहरुसँग खेल्नलाई। उसले चाहिँ कोही देख्यो भने पनि नौलो मान्दैन, केटाकेटी देख्यो भने नि यहाँ अब यहाँ जिस्किँदैछ सानो दिदीसँग उसको। अनि यहाँ नानी चाहिँ बसिरहेछ अल्छी लागेर, अनि यतादेखि देखिँदैछ यस्तो देखिँदो रहेछ यहाँदेखि चाहिँ। के हेरेको हो उता हेर्नु मोबाइल हेर्नु। हाई हाई हामी चाहिँ घर पनि फर्क्यौं। अनि अलि पारिबाट ठुलीहरु पनि जानुभएको थियो, अनि अलि धेरैजना थियो, अगाडि पनि हुनुहुन्छ कसै पछाडि पनि। अनि हामी चाहिँ अब घरतिर फर्क्यौं। अनि माथि स्कुलबाट जानुहुने अरे सबैजना, अनि हामी चाहिँ तल्लै बाटोबाट जाने। यता हामीलाई चाहिँ यता तल्लैबाट छिटो हुन्छ नि त रोड, अनि यता माथिबाट जाउँ भन्नुहुँदैछ हैन, हामी तल्लैबाट जाने। अब यसको सुत्ने टाइम पनि हुन आँट्यो, अनि त्यही भएर हामी चाहिँ तल्लै बाटो जाने नानी म चाहिँ। अनि अरु चाहिँ माथिल्लो बाटो जानुहुने अरे, त्यो कालो पर्छ, यता हामीलाई तिर्छ नि पर्छ नि त, अनि त्यही भएर हामी चाहिँ यताबाटै जाने। अनि हामी चाहिँ गफ गर्दै आउँदैछौँ। अनि अहिले चाहिँ मैले अगाडि नै बोकेको छु एकछिन मास्तिरसम्म, अनि यहाँ चाहिँ पछाडि बोकेको। अनि यहाँ हामी चाहिँ तिर्छ आयौँ, अरु चाहिँ उकालो जानुभयो। अनि बिस्कुट खाँदैछ, मैले बिस्कुट पनि किनेर बोकिदिएको थिएँ नि त, अनि त्यही भएर यहाँ बिस्कुट खाँदैछ। अनि हामीले दुध पनि बोकिदिएको छौँ, यसले बाटोमा दुध खान्छ कि भनेर। अनि हामी तीनजना चाहिँ यताबाट आयौँ गफ गर्दै। यहाँ अगाडि चाहिँ नानी हिँड्दैछ नि, यसले चाहिँ दुध पनि नखाने रहेछ। अनि यहाँ नानीले खोल्न चाहिँ खोल्दैछ नि, तर मानेन खानको लागि। अनि अब बिस्कुट मात्रै खाँदै जान्छ यो चाहिँ, अनि मानेन नि त यसले खान, कोही बेला चाहिँ खान्छ कोही बेला त खाँदैन। अनि यहाँ हेर्दैछ, झोलामा बोक्नु भन्दै अगाडि देखाउँदै थियो अघि नै। यहाँ बिस्कुट दिँदैछ, अनि बिस्कुटको चाहिँ त्यो क्रिम भएको बिस्कुट मात्रै मन पराउँछ यसले, अनि क्रिम भएको बिस्कुट खाँदैछ। अनि अलि परसम्म चाहिँ यसलाई एकछिन बोक्ने, अनि
रोड पुगेपछि चाहिँ ऊ हाम्रो घरतिर जाने रोड बेग्लै छ अनि यहाँदेखि चाहिँ यसलाई हिँड्न दिएको खुसी भएर हिँड्दैछ। यसलाई चाहिँ भर्खर खुट्टा लाग्दैछ नि त, त्यही भएर धेरै हिँड्न रहर गर्छ यसले चाहिँ अनि त्यही भएर चाहिँ यहाँ खुसी भएर हिँड्दैछ यसलाई चाहिँ। अनि यहाँ उँधोपट्टिबाट हिँडौँ कि उँभोपट्टिबाट हिँडौँ कि भइरहेछ उसलाई चाहिँ खुसी हिँड्न पाएर खुसी छ नानी चाहिँ। हामी चाहिँ घर पनि आइपुग्यौँ अनि यसलाई मैले लुगाहरू पनि चेन्ज गरिदिसकेर पनि यहाँ चक्ली लगाइदिएको एउटा अनि बोकेर हिँड्दैछ। अर्को चाहिँ त्यहाँ दोहोरा सुकाइदिनु भएको रहेछ भाउजूले अनि यो चाहिँ यहाँ बोकेर हिँड्दैछ अनि यहाँ चाहिँ चढ्न पनि खोज्दैछ। यो चाहिँ मेरो फुल त यस्तो बनाइदिएछ साथीहरू, कुखुराले सबै फुल जति खाइदिएर सबै यतापट्टि चाहिँ खाइदिएछ अनि यसरी झार्दैछ। आज चाहिँ कुखुराले सबै फुल खाइदिएछ, यसरी झार्दिएर जता पायो त्यतै झार्दैछ। यतापट्टिको त झन् सबै खाइदिएछ कुखुराले
फुल जति त यस्तो बनाइदिएछ साथीहरू मेरो फुल त। अनि यतापट्टि चाहिँ आधी झर्दैछ, अहिले झर्ने बेला पनि हो नि त, त्यही भएर चाहिँ यहाँ शिवानीलाई हेर्न राखेको त मोबाइल हेर्दै भित्र फोन खेलाउँदै बसेछ। अनि सबै कुखुराले खाएर ऊ त अहिले उठेर यहाँ भन्दै यही कुखुराले चाहिँ खाँदो रहेछ बेसी। यसरी कुखुराले सबै फुल जति त खाइदिएर मेरो त फुलेको जति बिजोग बनाएछ आज फुल जति कुखुराले। यो कुखुराको चाहिँ खुट्टा पनि छोटो छोटो छ अनि अन्त कहीँ चर्न जाँदैन, घरको आँगन छेउतिर मात्रै बस्छ, त्यही भएर। मलाई आएदेखि एउटा मलसाप्रो छ यहाँ, जतिखेर अन्डा मात्रै खोज्छ मलसाप्रोले। मलसाप्रोलाई सबै थाहा छ क्या, फेरि आइडिया पनि हो अन्डा निकाल्ने। जतिखेर मलसाप्रोले यहाँ अन्डा मात्रै निकाल्छ। रहेछ अन्डा कतिवटा? मलसाप्रोले अन्डा पनि ल्याइसक्यो। अब एउटा छ, मलसाप्रो होइन। हेलो गाइस, म चाहिँ मान्छे मलसाप्रो होइन, भिडियो बनाउने मान्छे चाहिँ मलसाप्रो हो। आजको भिडियो अब यति नै साथीहरू, बाई बाई।